गाइज वेलकम टु माई मिनी ब्लग। आज म मेरो भाइसँग गढीमै जाँदैछु। भाइले मलाई गढीमै मन्दिर लग्यो। भाइ चाहिँ मेरो ब्याग बोकेर मलाई कुरिरहेको छ। म पूजा गर्न गएको थिएँ। बिचरा मेरो भाइ कति माया लाग्दो। मन्दिरमा हेर्नु न कति धेरै भिड, कति धेरै लाइन। तैपनि आज राम्रोसँग पूजा गर्न पायो। लाइन बसेर भए पनि मनै शान्त हुने गरी पूजा गरियो। अनि कति धेरै गर्मी। अनि भाइ यसो चटक त पार्नु पऱ्यो मन्दिर गएपछि। अनि भाइलाई फकाइ भए पनि एउटा भिडियो बनाउन लगाइदिएँ। यसो ढोगेको जसरी भिडियो यताउता घुमेर बनाइदिएँ। बिचबिचमा ठिक छ नि पनि भनिरहेको छु मैले है। अनि कस्तो गर्मी भयो कि। अनि त्यहाँनिर एउटा जुस सेन्टर रहेछ मन्दिर अगाडि, त्यहाँ गयौँ। अनि उखुको जुस खायौँ हामीले। कस्तो मिठो रहेछ। तपाईँहरूलाई पनि खान मन लागे आउनु होला। ठ्याक्कै मन्दिरको अगाडि नै छ। मिठो छ, रिजनेबल प्राइसमा छ। अनि हामीले एकछिन जुसलाई इन्जोय गऱ्यौँ। अनि त्यसपछि चाहिँ हामी निस्क्यौँ। हामी फुपूको घर जानुपर्ने थियो। अनि फुपूको घर हामीले सरप्राइज दिन गयौँ। त्यहाँ बहिनी हामीलाई देखेर सक भए। हामीले एकछिन यसो हकसक गऱ्यौँ। अनि रमाइलो भयो। एकछिन गफसफ गऱ्यो। अनि त्यसपछि अनि निस्क्यौँ। यसो एउटा दुईवटा फोटो पनि खिचिदिएको। ल थ्याङ्क यू फर वाचिङ माई ब्लग।